नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ढोल प्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरूसँग आग्रह गर्नु भएको छ। शनिबार जनकपुरधाममा श्रमदान मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले देशभरको तुलनामा मध्य प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताउनु भयो। उहाँले रोजगारको खोजीमा युवा पुस्ता भौतारी रहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्न वातावरण बनाउनु पर्ने बताउनु भएको छ। उहाँले मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधान लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। हामीले श्रमदान भनेर नाम दियौं। यसको उद्देश्य समस्याको समाधान गर्नु मात्रै रहेन, यसले देशमा रोजगारी सिर्जना गर्नको लागि के गर्न सकिन्छ, देशमा स्वरोजगार बनाउनका लागि के गर्न सकिन्छ, यावत विषयमा छलफल गर्ने र यसमा चाहिँ सुझावहरू सङ्कलन गर्नका लागि पनि हामीले यो श्रमदानलाई सदुपयोग गर्ने निधो गर्यौं। त्यसै स्वरूप हामीले चलिरहेको कल सेन्टरलाई हामी छलफल गर्दै गर्दाखेरि एउटा शब्द पनि त्यस्तो चयन गर्यौं हामीले, श्रमदान। सबै श्रमिकहरूका समस्याको एउटै माध्यमबाट डाटा सङ्कलन गरौँ र त्यसलाई समाधानको उपाय खोजौँ। त्यसै कारणले श्रमिकहरूको सबै समस्याका समाधान गर्नको लागि यो नामलाई हामीले श्रमदान भनेर नाम दियौं। यसको उद्देश्य समस्याको समाधान गर्नु मात्रै रहेन, यसले देशमा रोजगारी सिर्जना गर्नको लागि के गर्न सकिन्छ। मन्त्री आर्यालले देशको युवा पुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै देशको श्रम बजारको आवश्यकता अनुसार सिप सकेर आवश्यक अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो। पत्रकार सुजित कुमार झाद्वारा लिखित अनहार घर में डिबिया शब्द चित्रको लोकका अर्पण कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ। मध्य प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोकार्पण गर्दै भन्नुभयो, पठन संस्कृतिको विकासका लागि निरन्तर लेखन र पुस्तक प्रकाशन आवश्यक रहेको छ। उहाँले पुस्तक प्रकाशनमा सहयोगका लागि प्रदेश सरकार र स्थानीय सरकारले नयाँ नीति ल्याउनु पर्ने समेत बताउनुभयो। उहाँले समाजलाई अग्रगति दिने पुस्तक तथा लेखनमा मेरो सहयोगको सधैँ प्रतिबद्ध हुने बताउनुभयो। समाजका काम गर्ने वा नगर्ने व्यक्तिमा गतिशीलता हुन्छ, तै पनि प्रभावितहरूलाई जीवन मूल्य जीवन व्यवहारलाई सजीव बनाउन जीवन मूल्यको व्यवहार सिकाउने भएकाले सदैव सहयोगको साथ रहने बताउनुभयो। एई चीज के हमरा सब गोटे के आगे प्रोत्साहित करबाक चाही, तई में जोर बल देबाक चाही। हम अपनो तरफ से व्यक्त प्रतिबद्धता व्यक्त करय चाहै छी कि एहन किसिमक साहित्यिक किताब सब चाहे जे समाज के अग्रगति द सकैया ओ किताब सब के प्रकाशन में यात्रा आके एमे आके अतुलनीय योगदान करे के काज करब से प्रतिबद्धता व्यक्त करय चाहै छी। पत्रकार झाको अनहार घर में डिबिया 16 एक कृति रहेको छ। यसअघि मैथिली भाषामा उहाँको चिडै कथा संग्रह, रिपोर्टर डायरी, जिद्दी कथा संग्रह, गन्ध तथा संग्रह, कोइली घुरी आउ बाल कथा संग्रह, खजुरी बाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसँग दोष लगायब बाल कथा संग्रह, सीताराम विवाह पर अनुसन्धान एवं विश्लेषण पुस्तक पुनी पुनी होत विवाह प्रकाशित रहेको छ। 6वटा अनुवाद पुस्तक पनि उहाँको प्रकाशित भएको छ। नेपालीबाट मैथिलीमा ती पुस्तकहरू प्रकाशित गर्नु भएको छ। समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले लेखन काज धेरै कठिन कार्य रहेको छ, यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। उनका बचपने में एक धार्मिक हुनकर शहीदे प्रादुर्भाव रहथिन। बचपने से वो शंकर भाष्य टीका लिखल गल। उनकर 18-19 वर्षक समय में तामालोपाका राष्ट्रिय अध्यक्ष
ब्रिखेश चन्द्रलालले मैथिलीमा प्रकाशनको समस्याभन्दा पठन समस्या बढिरहेकाले पठनतर्फ अभियान चलाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभएको छ। वरिष्ठ चिकित्सक एवं तामलोपाका वरिष्ठ नेता डाक्टर विजय कुमार सिंहले अन्हार घरमे डिबिया पुस्तकको विशेषता भनेको नकारात्मकबाट सकारात्मक ल्याउनु रहेको बताउनुभयो। संपूर्ण दृश्य नहीं बनबै छै, लेकिन एकटा दृश्य चाहिए, एकटा झलक चाहिए। 27 आदमी के माध्यम से सुजीत जी कालखंड के अखुनका अपन समाज के, अपन मिथिला के या कहू जनकपुर क्षेत्र के एक दस्तावेज के प्रस्तुत करे। दस्तावेज पूर्ण नहीं भ सके, 2-4 पन्ना मात्रे हो, और कुछ जोड़ना जरूरी है, इनमें और बात सब अन्ना जरूरी है, एकरा और समष्टिगत रूप से देखना जरूरी है। लेकिन ये एक महत्वपूर्ण शुभारंभ है। राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीव झाले लेखन कार्य एउटा तपस्या जस्तो रहेकाले सबैलाई छोडी यसमै लाग्दा मात्रै ठूलो लेखक बन्ने गरेको बताए। साहित्यकार एवं समालोचक रोशन जनकपुरीले सुजितको विकास यात्राको सुरुदेखिकै साक्षी आफू रहेको बताउँदै भन्नुभयो, सुरुमै पुस्तक पढ्ने उनको बानी पुबावती गरेको थियो भने अहिले निरन्तर लेखन र साहित्यको विभिन्न विधामा लेखन प्रकाशित गरिरहेको छ। मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा पुस्तक लेखक सुजित कुमार झा, समीक्षाका रूपमा रहेका मनोज शाह, अनुज मिश्र, विभा ठाकुर, योग गुरु मनोहर शाह, सामाजिक कार्यकर्ता कृष्ण दीक्षित, गायक एवं संगीतकार सुनील मल्लिक, पत्रकार एवं प्राध्यापक श्याम सुन्दर शशी, पत्रकार जयन्त ठाकुर लगायतले बोल्नु भएको थियो। सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो। शनिबार संसद भवनको लोहत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले अर्थमन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्द्रप्रति ढलिएको बजेट ल्याउनु भएको टिप्पणी गर्नुभयो। बजेट समाजवाद उन्मुखी हुनुपर्नेमा अन्यलग्रस्त देखिएकोले गर्दै उहाँले बजेट निर्माणमा प्रक्रिया नै कर्मचारी कमी कमजोरी सरकारले गरेको दाबी गर्नुभयो। अध्यक्ष ओलीले बजेटमा कमी भएको ल्याए पनि सो बजेटलाई समर्थन पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताउनुभयो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलिक बढ्ता देखिनु भएको छ र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलिक बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ। यो कमी रहेको छ, यसको निर्माण प्रक्रियामै कमी रह्यो जसले गर्दा त्यो कमी नरहनु पर्थ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटिहरू। हामीले समाजवाद निर्माणको बाटो लिएका छौँ, त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने समाजवाद उन्मुख बजेट नीति कार्यक्रम योजनाहरू ती कुराहरू बजेटले स्पष्ट ढङ्गले समाउनु पर्थ्यो। अलिक अन्यलग्रस्त देखिन्छ। पछि साथीहरूले यस सम्बन्धमा अलिक छलफल गर्नु नै हुनेछ। एउटा चाहिँ हामीमा कुनै अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्नु पनि पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन पार्टीका युवा विद्यार्थीहरूलाई निर्देशन दिनुभएको छ। मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भट्काउने खालको प्रतिगामी सोचलाई युवा विद्यार्थीहरूले आक्रामक रूपमा प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा ओलीको भनाइ थियो। पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रतिगामीहरूले गरेका गलत प्रचारको खण्डन हुने गरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आबद्ध युवा विद्यार्थीहरूलाई सचेत गराउनुभयो। अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू मुलुकमा फेरि फर्कन सम्भावना नरहेको उल्लेख गर्दै त्यस्ता खालको गलत प्रचारपछि कोही पनि लाग्न नहुने बताउनुभयो। उहाँले जिम्मेवार भएर सामाजिक सञ्जालको
प्रयोग गर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्नुभयो। जथाभावी ढङ्गले सामाजिक सञ्जालको प्रयोग गर्न नहुने ओलीको भनाइ थियो। आगामी सोचका विरुद्ध ओपनली भोकल्ली एग्रेसिभली त्यसका विरुद्ध लाग्नुपर्छ। उनीहरूले एउटा प्रचार अभियान चलाएका छ, त्यसका विरुद्ध को लाग्छ भन्दा यङ जेनेरेसन। तपाईँहरू जति भोकल अरू कोही हुँदैन। तपाईँहरू कामका निम्तिका सेना मात्रै होइन, सङ्गठन र आन्दोलनका सेना मात्रै होइन, आज प्रचार अभियानका पनि तपाईँहरू सेना हुनुपर्छ। तपाईँहरूले आफ्नो मातहतका सम्पूर्ण कमिटीहरू, सम्पूर्ण सदस्यहरू सबैलाई प्रचार सेनाको रूपमा तपाईँहरूले आफूलाई विकसित गर्न त्यसरी लान सिकाउनुपर्छ। अनि जिम्मेवार प्रचार सेना। अध्यक्ष ओलीले एमाले मिसन 2084 को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिङ्गो पार्टी पन्थीलाई आह्वान गर्नुभयो। मुलुकलाई सङ्कटबाट जोगाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिज्ञ शक्ति बनाउनु पर्ने भएकाले आफूले मिसन 2084 को अभियानलाई अघि बढाएको पनि उहाँले स्मरण गराउनुभयो। सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासीन हुनु नहुने भन्दै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको रिसिद्ध श्रम बजार मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तर्क्रिया कार्यक्रममा सांसदहरूले कानुनको कार्यान्वयनको सन्दर्भमा समेत सशक्त दबावको आवश्यकता रहेको बताए। उनीहरूले श्रम र रोजगार सम्बन्धी समस्याको पहिचान गरी समाधान गरेर अघि बढ्न जरुरी रहेको पनि बताएका छन्। सरकारको कार्यक्रममा बजेटमा श्रमको आवश्यकता अनुसार स्रोत सुनिश्चित गर्न जरुरी रहेको सांसदहरूको भनाइ छ। सामाजिक सुरक्षा कोष करिब 57 अर्ब रुपियाँ जम्मा भएकाले त्यो रकम सरकारले कसरी परिचालन गरेको छ भन्नेबारे छानबिन हुनुपर्नेमा धारणा राखे। कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद हेमराज राईले श्रम ऐन कार्यान्वयनको सन्दर्भमा सशक्त दबावको आवश्यकता रहेको बताएका छन्। उहाँले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासीन बन्न नहुने पनि बताउनुभयो। स्थापित रहेको कुरा हो। मिनी संसदले दिएको निर्देशन सरकारले मान्न बाध्य हुन्छ भन्ने कुरा पनि स्थापित मान्यता हो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद रामा कोइराला पौडेलले सामाजिक सुरक्षा कोषमा जम्मा भएको करिब 57 अर्ब रुपियाँ कसरी परिचालन भइरहेको छ र राज्यले कसरी प्रतिनिधित्व गरिरहेको छ भन्ने बारेमा छानबिन हुन जरुरी रहेको पनि बताएका छन्। उहाँले संगठित क्षेत्र, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीको क्षेत्रमा सामाजिक सुरक्षा कोष कार्यान्वयन लैजाने भनिए पनि हालसम्म कुनै अनौपचारिक क्षेत्रमा लागू हुन नसक्नु दुःखदको विषय भएको बताउनुभयो। उहाँले 70% ओक्टिएको श्रम क्षेत्र अनिश्चित अनौपचारिक क्षेत्र रहेकाले अनौपचारिक क्षेत्रलाई पनि सरकारले सामाजिक सुरक्षा कोषमा समेट्न ढिला गर्न नहुने बताउनुभयो। श्रमिकको पक्षमा भएको ट्रेड युनियन ऐनलाई परिवर्तन गर्न जरुरी रहेको पनि बताउनु भएको छ। जम्मा भएको छ त्यो 57 अर्ब रुपियाँलाई कसरी परिचालन गरिरहेछ राज्यले, कसरी प्रतिनिधित्व गराइरहेछ राज्यले, त्यो कुराहरूको छानबिन गर्ने परिपाटी नै छ जस्तो मलाई लाग्दैन। कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले युवाहरू श्रम बजारमा आफूलाई बेच्न आतुर हुनुले विकराल स्थिति आएको बुझ्न सकिने बताउनुभयो। उहाँले युवा शक्ति देशमा नभए भविष्यको आवश्यकता पीडादायक बन्ने बताउनुभयो। उहाँले युवाहरू विदेश पलायन हुने होडबाजीलाई राज्यले रोक्न आवश्यक रहेको बताउनुभयो। किनभने युवा शक्ति यदि हाम्रो देशमा भएन भने भोलिको अवस्था के? बडो चिन्ताजनक अवस्थामा हामी छौँ र युवा नागरिकहरूको अहिले जुन विदेशी नै जुन होडबाजी चलेको छ त्यो होडबाजी रोक्नको निमित्त राज्यले त लाग्नै पर्छ, किनभने अहम भूमिका नै राज्यको हो। त्यसै गरी ट्रेड युनियनका कुराहरू पनि आए। ट्रेड युनियनमा भएका ऐन कानुन अपूर्ण भन्ने कुरो आए र संशोधनका कुराहरू पनि आए। कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय श्रम संगठन IUL का प्रमुख कार्यक्रम अधिकृत सालोमान राजवंशीले कानुन कार्यान्वयनमा सरकारले गम्भीरता देखाउन आवश्यक रहेको बताउनुभयो। उहाँले कानुन राम्रो भए पनि कार्यान्वयनमा नहुँदा अहिलेको समस्या सिर्जना भएको बताउनुभयो। उहाँले कानुन कार्यान्वयनको जिम्मेवारी सरकारको भएकाले आफ्नो जिम्मेवारलाई सही ठाउँ र सही तरिकाले प्रस्तुत गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले कानुन कार्यान्वयनको लागि सम्बन्धित निकायहरूलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले कानुन कार्यान्वयनको मुख्य आधार श्रम निरीक्षण भएकाले श्रम निरीक्षणको पाछो
मा सरकारले जोड दिनुपर्ने बताएका छन्। श्रम प्रशासनलाई व्यवस्थित बनाउन सके श्रम क्षेत्रलाई देखिएका कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। कानुन कार्यान्वयनको लागि चाहिँ हामीसँग जुन निकायहरू छन्, अघि नै यो कुरा उठिसक्यो, हामी ती निकायहरूलाई चाहिँ बलियो बनाउनु आवश्यक छ। श्रम निरीक्षणको कानुन कार्यान्वयनको मुख्य चाहिँ एउटा चाहिँ आधार के हो भने श्रम निरीक्षण हो। उहाँले श्रम ऐन कार्यान्वयनको लागि सरकारले एक्सन प्लान बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो। उहाँले अन्य देशको तुलनामा नेपालको श्रम निरीक्षण धेरै कमजोर भएकाले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो। श्रमिकको हक हितका लागि बजेटको सुनिश्चितता गर्न सांसदहरूले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन्। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। जब केस है मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। धुलो र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्याराशुट स्किन प्योर गोट मिल्क फेस वाश, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्याराशुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वाश ओरेन्ज र एलोभेरा भेरिएन्ट्समा पनि उपलब्ध छ। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू ने जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब थे काठमांडू जाकर घंटों लाइन में लागे पड़े छे इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा हो छे। अब काठमांडू नहीं जाए पड़े। मेन पावर अपने से जनकपुर के भवनपुरा में आबि गेल है। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 20certified। आदमी हराइल सूचना। जनकपुर धाम वार्ड नंबर 13 पिडारी पछिया टोलक 30 वर्षक प्रदीप कुमार शाह इहे जेठ 13 गते रवि दिन से हराइल छे। हाफ पैंट उज्जर भेस्ट लगाउने, बाज नहीं सकवाला आ मानसिक संतुलन ठीक नहीं रहल, पहिरन हाफ पैंट आ उज्जर का भेस्ट, ऊंचाई 5 फीट 3 इंच, चेहरा का रंग गोर रहल और रवि दिन बेरिया में 3 बजे से घर से हराइल छे। संपर्क व्यक्ति जीवत शाह, प्रदीपक बाबू। संपर्क नंबर 98 440 55 2 19। खोज का जिम्मा लगाए वाला व्यक्ति के लेल उचित पुरस्कार 5000 रुपया के व्यवस्था समेत कैल गेल छे। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। युवा तथा खेलकुद मन्त्री विराज भट्ट श्रेष्ठले भलिबलको लागि आवश्यक कवर हल बनाउने बताउनु भएको छ। शनिबारबाट काठमाडौँमा सुरु भएको 8औं NBA महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवश्यक कवच हल बनाउन कुरामा छलफल भइरहेको र बन्ने आशावादी रहेको बताउनुभयो। उहाँले नेपालमा भलिबल खेलको निकै ठुलो सम्भावना रहेको बताउनुभयो। उहाँले भलिबलको लागि राम्रो कवच हल बनाउने चुनौती रहेको पनि बताउनुभयो। हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर एकदम खेल्ने गेम राष्ट्रिय खेल भए पनि यसको लागि चाहिँ एउटा राम्रो डेडिकेटेड हिसाबले एउटा हल बन्ने चाहिँ हामी सबैको एउटा साझा चुनौती भएको छ। यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि पनि एउटा भनौँ न गन्तव्यको रूपमा एउटा विकास गर्न खोजेको, तर जग्गा प्राप्तिका यावत समस्याहरूले सकेका छैनौँ। म तपाईहरू सबैको सदा सहायताले गर्दाखेरि यही पाली भलिबलको लागि चाहिँ एउटा आवासीय कभर हल बनाउन हामी मन्त्री श्रेष्ठले खेलको क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो। नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले टेस्ट मान्यता प्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन बेला भइसकेको बताउनु भएको छ। शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले टेस्ट मान्यता प्राप्त
टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताउनुभयो। उहाँले आफूहरू विश्वका लागि उत्साहित रहेको बताउनुभयो। उहाँले करिब 25 दिनदेखि नेपाली टोलीले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास गरिरहेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको पनि बताउनुभयो। उहाँले राम्रो खेल खेलेर समर्थकहरूलाई उपहार दिने पनि बताउनुभयो। एउटा गेम मात्र भयो बट स्टिल विकेट बुझ्न पाएँ र त्यहाँ कन्डिसन बुझ्न पाएँ। सो आई थिङ्क त्यो एकदम इम्पोर्टेन्ट थियो बिफोर वर्ल्ड कप र अहिले चाहिँ हामी एकदम प्रिपेयर्ड छौँ जस्तो लाग्छ होइन 4 जुनको लागि। अझै एक गेम अझै एक्सपोजर पाउँथ्यौँ हामी त्यही विकेटमा खेल्नमा, त्यो कन्डिसन बुझ्न अझै चान्सेसहरू पाउँथ्यौँ। सो बट ह्याभिङ सेड द्याट एउटा गेमले पनि त्यो बुझ्न सकिन्छ होइन। र अब त्यो दिन चाहिँ हामीले म्याचमा भएर प्र्याक्टिस गऱ्यौँ, त्यो दिनलाई पनि युटिलाइज गऱ्यौँ र मेन चाहिँ वार्मअप गेमभन्दा पनि मेन टार्गेट हाम्रो वर्ल्ड कपको फर्स्ट गेम हो। सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताउनुभयो। उहाँले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको पनि बताउनुभयो। उहाँले यसपटक 2 वटा देशमा विश्वकप हुने भएको सो स्थानहरूको वातावरणमा भिजन र अभ्यास गर्न नेपाल 1 महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी रहेको बताउनुभयो। उहाँले नेपाललाई ब्याटिङ र बलिङ उत्कृष्टमा आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागर जिम्मेवारी सम्हाल्ने बताउनुभयो। One match we struggled. Yes, we struggled in terms of approaching it in the right way on that day, but there is a lot to do with that. We have been on the road for a while now, so one not going to happen. And in T20, remember one thing, many good teams also have one bad day. That doesn't make a team bad. His fitness was good, we have handled him well. Look again, like I said, the medical team has been working 24/7. There are times when there are certain indicators that we want to safeguard. So he is now completely ready. We tested him with his fielding practice and bowling and everything also yesterday. The minor thing which comes out from the past history, so we wanted to be very safe with him. उहाँले दिपेन्द्र सिंह एरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताउनुभयो। जुन 2बाट अमेरिका र वेस्ट इन्डिजमा T20 विश्वकप सुरु हुँदैछ। नेपालको खेल भने जुन 4मा नेदरल्यान्डसँग रहेको छ। हस्त अहिलेलाई यतिकै पल पल खबर तेज नजर हेर्दै अपन टेलिभिजन। नमस्कार।